नमस्ते, म डाक्टर अदीप अरुण श्रेष्ठ। हाल नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा कार्यरत छु। सबैजना हाम्रो बिरामीहरू यहाँ बाथरोगको मात्रै नभइकन बाथरोगसँगै अरू बाथरोगका कारणहरूको कारण के हुन सक्छ भनेर पनि आउने गर्नुहुन्छ। सर्वप्रथम त बाथरोग भनेको के हो भनेर सबैजना जनमानसले बुझ्दाखेरिमा बाथरोग भनेको जोर्नीको दुखाइ, युरिक एसिड भन्ने बुझ्नुहुन्छ। तर बाथरोग जोर्नीको दुखाइ मात्रै नभइकन बाथरोग भनेको भित्र अङ्गलाई असर गर्ने, जस्तै मुटु, मृगौला, फोक्सो, नसा, ग्रन्थि, रगतहरूलाई असर गर्ने पनि हुन्छन्। सबैजना मान्छेहरूले धेरैजसो बाथरोगको लागि भनेर उपचारका लागि कहिले कता गएर डायग्नोसिस नभएर त्यसको कारणले गर्दाखेरि दुःख पाएर यता र उता गरिराख्नु भएको हुन्छ। आजभन्दा केही वर्ष अगाडिको कुरा गर्ने हो भने बाथरोगको उपचारको विधि र आजको उपचारको विधिमा धेरै परिवर्तन आइसकेको छ। जस्तै बाथरोगको उपचारमा पहिला रगत जाँचहरू गरेर बिरामीहरूको समस्याहरूलाई हेरेर के हो बाथरोग भन्ने पत्ता लगाएर कुन हुन सक्छ बाथरोग भन्ने पत्ता लगाएर उपचार गरिन्थ्यो। यतिकै पनि अनुसन्धानबाट पत्ता लागेको बाथरोगहरू 200 भन्दा पनि धेरै प्रकारका छन् भन्ने हामीले थाहा पाइसकेका छौँ। तीमध्ये धेरैजसो बाथरोगहरू जुन सबैजनामा देखिन्छ, धेरै हाम्रो कम्युनिटी हाम्रो ठाउँमा कमन छ, ती भनेको चाहिँ महिलाहरूमा देखिने गठिया बाथ भयो, लुपस बाथ, सोग्रेन्स भन्ने बाथ भयो, स्क्लेरोडर्मा छालामा देखिने बाथ, त्यस पछाडि पुरुषहरूमा देखिने युरिक एसिड, पुरुषहरूमै देखिने ढाडको बाथ, मेरुदण्डको बाथ भयो। त्यस पछाडि उमेरसँगै महिला पुरुष दुवैमा उत्तिकै देखिने हड्डी खिने बाथहरू हुन्छन्। यी सबै रोग पत्ता लगाउनको लागि हामीले जेनरली रगत जाँचहरू गर्ने गर्थ्यौँ भने आजकाल बाथ कुन हो, बाथको प्रकार कस्तो छ, हड्डी खिएको हो भने कति खिएको छ, बाथले गर्दाखेरि नसा मांसपेशीहरूलाई असर गरेको छ भने कस्तो खालको नसालाई असर गरेको छ, कति असर गरेको छ, त्यस पछाडि कुनै बिरामीहरूको यो हात औँलाहरू निलो हुने, रातो हुने, रङ फेरिने, चिसोहरूमा धेरै असर गर्ने, यी सबैका नयाँ प्रविधिको जाँचहरू बाथरोग सेन्टरले भित्राइसकेको छ। र जुन बाथरोगका स्पेशल टेस्टहरू हाम्रो काठमाडौँको रातोपुल मेन शाखामा हुन्छन्, त्यही बाथरोगको सबै नयाँ प्रकारका यी जाँचहरू चाहिँ हामीले बुटोल शाखामा पनि ल्याइसकेका छौँ। जस्तै अल्ट्रासाउन्डको विधिबाट पावर डप्लर भन्ने